नमस्कार सम्पूर्ण भद्रपुरवासी, हार्दिक अभिवादन। आज म एउटा भद्रपुरकै बारेमा कविता भन्न गइरहेको छु है। यहाँहरूले श्रवण गरिदिनुहुन्छ होला भन्ने एउटा आशा लिएकी छु। जन्म थलो, कर्म थलो अनि ज्ञान थलो यो भद्रपुर। शीर्षकै मेरो कविता भद्रपुर है। जन्म थलो, कर्म थलो, ज्ञान थलो मेरो भद्रपुर। यही धरामा अरबौं पैतालाहरूले कुल्चिसकेकी छु, कुल्चिरहेकी छु। अन्तिम जीवन पनि सायद यही माटोमा जान्छ होला मेरो है। हो भद्रपुर, कुनै भद्र पुरुषले नै नामाकरण गरेको हुनुपर्छ भद्रपुरको। वास्तवमा यो बुढो नगरपालिका हो, वास्तवमा बुढो नगरपालिका है यो भद्रपुर। बिचारा चाहिँ नभनौँ होला, नमन गर्छु भद्रपुरलाई म। थोरै आफूले देखेको र आफूले भोगेको इतिहासको बारेमा, मलाई भद्रपुरको बारेमा थोरै कुरो मलाई वर्णन गर्न मन परेको छ। अत्यन्त सुन्दर, शान्त, शालीन यो भूमि थियो भद्रपुर जमानामा। अहिले त म पनि बुढी भइसकेँ, भद्रपुर पनि बुढो भइसकेछ। यहाँ मैले देखेको प्रत्यक्ष ठुला ठुला धान मिल, धानको खेत, अनि त्यो खेतका ठुला ठुला गरामा मगमगाइरहेको मङ्सिरको महिनामा नुनिया धानको बास्ना पुरै भद्रपुर मगमगाउँथ्यो उस बेला। थोरै जनसङ्ख्या, धेरै उर्वर भूमि अनि प्रगति पथमा लम्किएको थियो उस बेला यो भद्रपुर। देखेकै कुरो लेखे है मैले यहाँ। त्यति बेलाको समयमा हात्तीमा, डोलीमा, गोरुगाडामा बिहेको लर्कन है जमात जान्थ्यो यही सडकमा। ती सुनौला पलहरू मेरो मानसपटलमा अझै पनि ताजै छ। मैले देखेको धुलौटो थियो सडक। त्यति बेला गोरुगाडा र राँगागाडा हिँड्थे, मान्छे पैदल यात्री थिए, चारपाङ्ग्रे थिएनन्। साँच्चै एउटा सुनौलो दिन थियो त्यति बेलाको, आनन्ददायक है। अनि खेतमा असारको बेलामा धुमधाम रोपाहारहरूले रोपाई गर्न यही सडकमा बाट जान्थे, खेतमा रोप्थे, गीत गाउँथे, कोदाको रोटी खान्थे। मेरै आँखाले देखेको छु। कृषि प्रधान भूमि थियो यो भद्रपुर। त्यति बेला बजार सानो थियो है, बजार सानो थियो। हाटको दिन बहुत मान्छेको घुइँचो लाग्थ्यो, धुमधाम भिड हुन्थ्यो। बजार बुधबार र शनिबार लाग्थ्यो जस्तो अहिले लाग्छ। दुर्गा मन्दिर अहिले पनि छ, पहिले पनि थियो। नवरात्रिभर दर्शनार्थीहरू पूजा गर्ने भव्य साधकहरूको भिड लाग्थ्यो प्रातःकाल 3 बजेदेखि नै है। अनि धकुवा मैदान, जुन धकुवा मैदान अहिले कङ्क्रिटको महलले छोपिसकेको छ, त्यो धकुवा मैदानमा महिनौँ दिनसम्मको सर्कस हेरेको छु। एकपटक सर्कस पनि गएको छु। महिनौँ दिनसम्म सर्कस लाग्थ्यो। अनि त्यस्तै त्यो सर्कस मात्रै होइन, एउटा ठुलो भव्य यज्ञको पनि आयोजना भएको थियो। जति बेला नेपाली बाबाको आगमन भएको थियो, नेपाली बाबाले भुइँ टेकेको धरामा यस भद्रपुरमा हो। लाखौँ मानिसको भिड हुन्थ्यो, भिडभाड थियो कैयौँ। र यो भद्रपुरमा कैयौँ नगर प्रमुखहरू फेरिए है, कैयौँ फेरिए। कतिले दोहोऱ्याएर पनि अनुहार देखाए, जितेर प्रमुखको रूपमा बसे। तर उपलब्धि र गुनासाहरू के भन्ने त भन्दाखेरि, उपलब्धि र गुनासा भन्दाखेरि यहाँ मलाई भन्न मन लाग्छ, त्यति बेलाका ठुला ठुला मिलहरू समाप्त भए। खेतका गरा पनि छैनन्, ती बास्न आउने धान पनि छैनन्, चामल पनि छैनन्। बलौटे सडक, अलिकति कालो पत्रे भएको छ, पक्क पक्क उकेर फेरि धुलो उडेकै छ।
पुरै अहिले भद्रपुर कङ्क्रिटको सहर जङ्गलले घेरिएको छ। कङ्क्रिटको जङ्गलले ढकमक्क भएको छ। पुराना चेहराका मानिसहरू हराइसकेका छन्। पुराना चेहराको मान्छेहरू भेटिँदैनन्। अहिले आयातित मानिसहरूको अनुहार छ यहाँ है। अनि ती चेहराहरू पुराना ओझेलमा परिसके। नयाँ नयाँ अनुहारहरूको यहाँ बस्ती देखिन्छ। कसैलाई चिनिँदैन है। हो, प्रगतिमा लम्केको छ, मान्नै पर्छ। उस बेलाको स्वतन्त्र दिशा क्षेत्र अहिले दिशामुक्त क्षेत्र भएको छ। त्यसबेला 4 पाङ्ग्रे गाडी थिएन। अहिले घरै पछि 4 पाङ्ग्रे, 3 पाङ्ग्रे, 2 पाङ्ग्रे, कति जति भन्यो त्यति नै छ। पाङ्ग्राहरूको त यहाँ सडकमा रात दिन ओहिरो लागेको छ हो। अनि त्यति मात्रै होइन, शिक्षा, स्वास्थ्य, बजार पनि, पसल पनि छन्। तर छैन एउटै कुरो, खुसी, आनन्द, उमङ्ग, जसको लागि परको भूमिमा जानुपर्छ, अर्काको देशमा गएर खरिद गर्नुपर्छ खुसीहरू, आनन्दहरू, जसले गर्दा मेची पुल बनिदिएको छ। खुसी र आनन्द साटासाट गर्नलाई भद्रपुरवासी गालामा हात राख्नुपर्छ। पर गएर आफ्नो नेपालको कौडी तिरेर अनि खुसी किनेर ल्याउनुपर्छ। पवित्र जल मेची नदीले सिञ्चित यो भद्रपुर, पूर्वको सिमाना भएको हुनाले सूर्यको प्रथम किरणले चुमेको यो भद्रपुर है। सबै कुरा भएर पनि खैके है। विद्वानहरूको बस्तीमा पनि ज्ञानको कमी भए जस्तै है। कङ्क्रिटको जङ्गलमा मलामी र जन्ती खोज्नु परे जस्तै है। अनि बुढो नगरपालिका युवाविहीन भएको छ। अघिल्तिर चिचिलो नगरपालिकाहरू आफ्नो छेउछाउमा कत्रा प्रगति र उन्नतिको पथमा चढेका छन्। त्यो देख्दा यो बुढो नगरपालिकालाई टिठ त अवश्य लाग्छ। वैराग्य पनि चल्छ। बौद्धिक जमातको भिडमा ऊ एकाएक एक्लो भएको छ। हराउँछ, शून्यता महसुस गर्छ। बगरको बालुवाले केही पर्खिरहे झैँ भद्रपुरले पनि आफ्नो अस्तित्व जोगाउन नयाँ मुहारहरूको इन्तजारमा छ। नयाँ मुहारहरूको इन्तजारमा छ, जसले उसलाई सुरक्षित राखिदियोस् है। बगेको अश्रुपातलाई भित्रभित्रै लुकाउँछ भद्रपुरले। यी सबै देख्दा चित्त फुटेर आउँछ। आफूलाई पनि आफ्नो जिन्दगीसँग यो भद्रपुरलाई दाज्न मन लाग्छ। आफूलाई पनि यो आफ्नो जिन्दगीसँग दाज्न मन लाग्छ। धन्यवाद।